पहिला त यो भिडियो हेर्नुस् त। चाहिने भन्दा बढी ग्यास सिलिन्डर भारतबाट आइरहेको छ, तर यता बजारमा भने एउटा सिलिन्डर लिन एक हप्ता कुर्दा पनि नपाएर नागरिकहरू हैरान छ। उद्योग मन्त्रालय भन्छ बारीमा हाल्ने युरिया मल पर्याप्त छ, तर उता किसानले भने एक बोरा मल कुर्दा कुर्दै बर्खा सकिनै लागिसक्यो। सरकार भन्छ 10,000 तिरेपछि 3 दिनमै पासपोर्ट बन्छ र घर घरमा डेलिभर हुन्छ, तर नागरिक भने पासपोर्ट बनाउने एउटा फर्म मात्रै भर्नको लागि पनि 2 दिनसम्म लाइन बस्नु परिरहेको छ। प्रधानमन्त्री फेसबुकमा स्ट्याटस लेख्दै भन्छन् हाम्रै सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको 3% कर हटाइएको छ, तर उता अस्पताल र विद्यालयले अझै पनि मजाले 3% जोडेर नागरिकसँग शुल्क लिइरहेका छन्। डिजिटल नेपाल बनाउने भन्दै अरबौं रुपैयाँ पटक पटक विदेशसँग ऋण लिएकै छ, तर जुन कार्यालयको हेरे पनि जहिले सर्भर डाउनको डाउन नै। अर्थमन्त्रीले सदनमा बजेट प्रस्तुत गर्छन् र भन्छन् अबदेखि 50 युनिट भन्दा माथि बिजुली प्रयोग गर्दा 5% कर लाग्छ। कानुन अनुसार नयाँ बजेटमा गरिएको व्यवस्था साउन 1 गतेदेखि अर्थात् नयाँ आर्थिक वर्ष लागेपछि मात्रै सुरु हुनुपर्ने हो, तर उता प्राधिकरणले भने असार महिनाकै बिलमा पनि भ्याट जोडेर ग्राहकबाट पैसा असुल्छन्। अब हाम्रो प्रश्न सरकारलाई, यदि भारतबाट पहिले भन्दा पनि बढी सिलिन्डर दैनिक आइरहेको छ भने बजारमा नागरिकले हप्तौँसम्म एउटा सिलिन्डर किन पाइरहेको छैन? यदि बीचमै कालाबजारी वा भूमिगत भएको छ भने त्यसलाई अनुगमन गरी रोक्नको लागि यो सरकारलाई के कुराले रोक्यो? यदि देशमा पर्याप्त मल छ भने किसानले बर्खा सकिनै लाग्दासम्म एक बोरा मल किन पाइरहेको छैन? ए सरकार, सुशासन भनेको नेतालाई समातेर 2-4 दिन हिरासतमा राखेर छाड्नुलाई मात्रै भनिँदैन। देशमा वास्तविक सुशासन तब आउँछ जब हरेक नागरिकले सहज रूपमा बाँच्न पाउँछन्। तर अहिले त पैसा तिरेर ग्यास किन्छु भन्दा सिलिन्डर छैन, पैसा तिरेर मल किन्छु भन्दा मल छैन। प्रधानमन्त्री फेसबुकबाट हटाएको भनेर घोषणा गरेको 3% शुल्क अझै पनि लिइरहेका छन्। अनि यतिसम्म देख्दै पनि अनुगमन गर्न नसक्ने, कारबाही गर्न नसक्ने, तर गफ चाहिँ जहिले सुशासनको लगाएर हुन्छ। कमसेकम नागरिकले करमाथि करको बोझ बोकेर महँगै तिरेर भए पनि किन्छु भन्दा सामान उपलब्ध त गराइदियो, अनि पो बल्ल जनतालाई राज्य भएको महसुस हुन्छ। अब कतिजनाले फेरि 35 वर्षमा नभए काम 3 महिनामा खोजेर हुन्छ तलाई भन्दै कमेन्ट गर्न आउला। उनीहरूलाई भनिहालौँ दैनिक खाना पकाएर खानुपर्ने ग्यास भर्खरै 3 महिना हुँदैछ सरकार आएको, बिस्तारै आइहाल्छ नि भनेर हुन्छ। धान रोप्दा हालिहाल्नु पर्ने मल भर्खरै 3 महिना पुगेको छ, बिस्तारै आइहाल्छ नि भनेर हुन्छ। प्रधानमन्त्रीले फेसबुकबाट भनेर भोलिपल्ट मन्त्री परिषदबाट निर्णय गरिसक्दा पनि 3% कर अझै पनि लिइरहेको छ, अनि भर्खरै 3 महिना पुगेको छ, बिस्तारै भइहाल्छ नि भनेर हुन्छ। बिरामी भएर मर्नै लागिसक्यो अनि भर्खरै आएको 3 महिना पुग्दैछ, बिस्तारै भइहाल्छ नि भनेर हुन्छ। पहिले काठमाडौँमा 10,000 तिरेर 3 दिनमा मजाले पाइरहेको पासपोर्ट अहिले पाउन छाडेको छ, अनि भर्खरै आएको छ, बिस्तारै भइहाल्छ नि भनेर हुन्छ। हो, त्यसैले साथीहरू अन्धभक्ति छोडौँ। जे कुरा आज हुनुपर्ने हो त्यो चाहे सत्तामा नयाँ आओस् या पुरानो आज हुनै पर्छ। हो, ठुल्ठुलो विकासको कुराहरू, रोजगारीको कुराहरू, कलकारखानाको कुराहरू भर्खरै आएको छ, बिस्तारै गर्ला नि, बिस्तारै होला नि भन्न सकिन्छ, तर नागरिकको दैनिक आवश्यकताको कुरामा भर्खरै आएको छ, बिस्तारै गर्ला नि भनेर हुँदैन। त्यही माथि सरकारकै तथ्याङ्कले स्पष्ट देखाउँछ कि यो देशमा पर्याप्त र अझ पहिले भन्दा बढी सिलिन्डर भारतबाट दैनिक रूपमा आइरहेको छ, तर यता फिल्डमा नागरिकले सिलिन्डर पाइरहेको छैन। भनेपछि यसमा सिधा कुरा छ कि बीचमा बिचौलियाले माल गायब गरिरहेको छ, अनि महिनौँ बित्दासम्म पनि जब यति कुराको छानबिन गर्न नसक्ने, अनुगमन गर्न नसक्ने सधैँ नागरिकले शास्ति भोगिरहनु पर्ने। अरू जाबो एउटा सरकारी वेबसाइट डाउन हुने समस्या समेत यतिका महिनासम्म ठिक गर्न नसक्ने भनेपछि भएन त अचम्म।